सुरुमा सबैजनाले यो भिडियो हेर्नुहोस्। हेर्नुभयो? यो भिडियो हो दक्षिण भारतको केरलम राज्यको सबभन्दा ठुलो पर्व, जसलाई केरलाको त्रिशुर भन्ने ठाउँमा हरेक वर्ष धुमधामको साथ मनाइन्छ, जसको नाम हो त्रिशुर पूरम। अब त्रिशुर पूरमको इतिहास हेर्दाखेरि, द्राविड इतिहास हेर्दाखेरि त्रिशुर पूरमको सुरुवात भएको थियो लगभग सन् 1795 या 96 सालमा। त्यतिखेर पुरानो समयमा के हुन्थ्यो भन्दाखेरि तल्लो जातिका मानिसहरूलाई मन्दिरभित्र पूजा अर्चना गर्नबाट रोक लगाइन्थ्यो। यो भेदभाव देखेर त्यति बेलाको केरलाको महाराजा सक्थन तम्पुरनले यो त्रिशुर पूरमको सुरुवात गर्नुभएको थियो। त्रिशुर पूरममा के हुन्छ भने मन्दिरभित्र रहेको भगवानको प्रतिमालाई हात्तीमा बसाएर बाहिर निकालिन्छ। बाहिर सबैजना मिलेर आफ्नो आफ्नो पूजा अर्चना गर्ने गर्दछन्। यसो गर्नाले सामाजिक सद्भाव पनि बढ्ने र आफ्नो मनको इच्छा पनि पूर्ण हुने भएकाले यसलाई पर्वहरूको राजा द किङ अफ फेस्टिभल पनि भन्ने गरिन्छ।